सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर र दुर्गन्धित हुन्छ भन्ने तपाईँ हामी धेरैलाई लाग्न सक्छ। तर मोरङको विराट चोकमा निर्माण गरिएको स्मार्ट सार्वजनिक शौचालय क्लिन त छँदैछ, त्यसमाथि भवनमै कफी सप, लाइब्रेरी र निशुल्क इन्टरनेट सेवा सहितको सुविधा पाउन सकिन्छ। सुन्दर हराइचा नगरपालिका भित्रका विभिन्न स्थानमा 8वटा स्मार्ट शौचालय निर्माण गर्ने लक्ष्य सहित सुरु गरेको अभियान अन्तर्गत अहिले 2वटा स्मार्ट शौचालयको निर्माणको काम पूरा भएको छ। बाँकी थप 6वटा स्मार्ट शौचालय निकट भविष्यमै सञ्चालन ल्याउने गरी धमाधम निर्माणको काम भइरहेको छ। सुन्दर हराइचा नगरपालिकाको 35% लगानीमा सुन्दर हराइचा उद्योग वाणिज्य संघको नेतृत्वमा कफी सप, लाइब्रेरी सहितको सुविधा सम्पन्न स्मार्ट सार्वजनिक शौचालय निर्माणको काम अघि बढाइएको थियो। 3 तले भवनमा महिला, पुरुष र फरक क्षमता भएका व्यक्तिका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ, जसमा पुस्तकालय, चमेना गृह, सैलुन र इन्टरनेट सेवा समेत उपलब्ध हुनेछ। सुन्दर हराइचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की सुन्दर हराइचा बढी 8वटा क्षेत्रमा प्रस्तावित गरेर लगभग 15 करोडको चाहिँ लागत साझेदारीको कन्सेप्ट हामी ल्याएका छौँ। 35% नगरपालिका र 65% पब्लिक पार्टनरसिप तथा दात्री निकायहरूबाट सहयोग सङ्कलन गरेर यो बन्ने क्रममा छ। र यसलाई चाहिँ हामीले सबै यस क्षेत्रमा रहेका ब्याङ्क वित्तीय संस्थाहरूमा हामीले ब्याङ्क खाताहरू छोडेका छौँ। 100 देखि माथि सहयोग गर्न सक्ने गरी हामीले आह्वान पनि गरेका छौँ। भूगोल र त्यहाँको अवस्था अनुसार चाहिँ बिल्डिङ चाहिँ सानो ठुलो छ होइन, तर डिजाइन अगाडिको फेस डिजाइन चाहिँ सेम यही हुन्छ। जहाँ चाहिँ तपाईँको सार्वजनिक शौचालय छ, जहाँ पुस्तकालय छ, त्यसको मुनि हामीले कफी सप अथवा सेलुनको कन्सेप्टहरू गरेका छौँ। काहीँ तपाईँको भर्सक हामीले सेलुन र कफी सपलाई प्रायोरिटी दिएर एकै ठाउँमा यस्तो पनि हुँदो रहेछ। सार्वजनिक शौचालय भनेको चाहिँ यो सुरुमा चाहिँ हामीले यो क्षेत्रमा बन्दै गर्दा कन्सेप्ट गर्दा छरछिमेकीले धेरै हामीलाई प्रोटेक्सन पनि गर्नुभएको थियो, कहाँ यो सार्वजनिक शौचालय कहाँ बनाउने हो र भन्ने खालको कुरा थियो। तर हामीले यो सार्वजनिक शौचालय हेर्न अहिले धेरैतिरबाट आउनुहुन्छ। स्थानीयवासीका अनुसार शौचालयमा नै कफी सप, खुल्ला लाइब्रेरी लगायतका पूर्वाधारले पुस्तक पढ्ने रुचि भएका पाठकलाई सहजता थपिदिएको छ। लाइब्रेरीमा भेटिनु भएका पाठकहरू जस्तै यो जसलाई तपाईँ ज्ञानको प्राप्ति गर्ने आकाङ्क्षाहरू भएका मान्छेहरूको लागि भौतारी राख्नु पर्दैन होइन, पैसा नभएर किन्न नसकेका मान्छेहरू पनि हुन्छन् होइन, त्यसरी सङ्ग्रह गर्न सक्दैनन्। यसरी सङ्ग्रह गरिदिँदाखेरि अध्ययनशील मान्छेहरूको लागि चाहिँ राम्रो। सुन्दर हराइचा नगरपालिकाभित्र निर्माण गरिएका यस्ता आधुनिक सार्वजनिक शौचालयले सरसफाइसँगै बहुउपयोगी सेवा दिने नयाँ अभ्यासको सुरुवात समेत गरेको छ। यस्ता पूर्वाधारले सहरको छवि मात्र होइन, नागरिकको दैनिक जीवन स्तरमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।